If you want to go fast, then go alone. But if you want to go far, then go with your team. So welcome back to my channel, टङ्कमान श्रेष्ठ। धेरैजना अगाडि बढ्दै हुनुहुन्छ आफ्नो बिजनेसलाई ग्रो गर्नको लागि। सो इन डाइरेक्ट सेलिङ तपाईँसँग धेरैजना टिमहरू छ। अब तपाईँ एक्लै अगाडि बढ्नु भनेदेखि तपाईँले एउटा सर्टेन माइलस्टोन त हासिल गर्नु होला, तर तपाईँ टाढासम्म पुग्नु छ र बिग ग्रोथहरू तपाईँले लिग्नु छ भनेदेखि चाहिँ यु मस्ट गो विथ योर टिम। र तपाईँ एक्लै जानुहुन्छ भनेदेखि कुनै पनि फिल्डमा, चाहे त्यो बिजनेस मात्र नभइकन कि कुनै पनि अरू एरियामा पनि, लाइफको या त बिजनेसको या त कुनै पनि अरू फिल्डमा पनि एक्लै गयो भनेदेखि केही ग्रोथ त पाइन्छ, तर बिग ग्रोथ भनेको चाहिँ पक्कै पनि पाइँदैन। सो त्यही भएर चाहिँ आज चाहिँ हामी डिस्कस गर्नेवालामा छौँ तपाईँले आफ्नो टिममा कसरी ड्रिम फाइन्ड आउट गर्न सक्नुहुन्छ, सो द्याट तपाईँ एक्लै ग्रो नगरिकन तपाईँको एज अ टिमलाई पनि ग्रो गराउन सक्नुभयो। प्लस तपाईँले जुन इन्डिभिजुअल ग्रोथ एउटा लाइफ टाइमभित्र तपाईँले अचिभ गर्न सक्नुहुन्न, त्यो इन्टायर ग्रोथ चाहिँ तपाईँले लाइफको एकदमै फ्यु टाइमभित्र चाहिँ तपाईँले बिग ग्रोथ चाहिँ लिएर आउन सक्नुहुन्छ। सो फर्स्ट अफ अल इन डाइरेक्ट सेलिङ तपाईँसँग डिफ्रेन्ट टाइप्स अफ कम्युनिटिजहरू चाहिँ तपाईँसँग जोइन भएको हुन्छ, या त इनरोल भएको हुन्छ, अनबोर्ड भएको हुन्छ। अब सबैजना तपाईँले सोचेको जसरी या त तपाईँ जसरी नै मेहनत पक्कै पनि गर्दैन। कसैले एकदमै हाई इफोर्ट लगाउँछ, कसैले एकदमै कम इफोर्ट लगाउँछ, कसैको ग्रोथ एकदमै हाई हुन्छ, कसैको ग्रोथ एकदमै कम हुन्छ। अब सकेसम्म तपाईँको गोल भनेको सबैजनालाई नै ग्रो गराउने हो, तर सबैजना ग्रो गराउनु भनेको चाहिँ अ काइन्ड अफ इम्पोसिबल हो। सो त्यो कारणले गर्दाखेरि तपाईँले आफ्नो टिममा कसरी राइट पिपुल फाइन्ड आउट गर्ने, राइट जेम फाइन्ड आउट गर्ने, सो द्याट तपाईँको र तपाईँको टिमको ग्रोथ चाहिँ लङ टर्मसम्म चाहिँ होस्। सो फर्स्ट अफ अल हु आर जेम इन योर टिम? तपाईँको टिममा चाहिँ जेम को हो त? सो सिम्पल थिङ्स, जोसँग चाहिँ लर्निङको माइन्डसेट छ। इफ तपाईँको टिममा हेर्नुहोस्, अब्जर्भ गर्नुहोस्, इफ ऊ आफै पनि सेल्फ लर्निङ गर्नको लागि रेडी छ, अथवा डिफ्रेन्ट ट्रेनिङ्स अर काउन्सिलिङ अर मिटिङहरूमा ऊ आफै एक्टिभली पार्टिसिपेट भइराखेको छ भनेदेखि सोच्नुहोस् कि उसँग जेममा हुनुपर्ने क्वालिटी चाहिँ छ है। सो अर्को चिज भनेको चाहिँ एक्सन ओरिएन्टेड, नट एक्सक्युजेस मेथड। अब टिम त डिफ्रेन्ट टाइपको हुन्छ होइन, तर जेममा चाहिँ कस्तो हुन्छ भन्दाखेरि आफैमा एक्सन टेकरको माइन्डसेट हुन्छ, नट कि एक्सक्युजेस मेकर होइन। प्रायः जस्तो याद गर्नुहोस्, तपाईँले कुनै टिमलाई टास्क दिनुभएको छ या त कुनै रेस्पोन्सिबिलिटी दिनुभएको छ भनेदेखि प्रायः धेरैले चाहिँ एक्सक्युजेस बनाइराखेको हुन्छ, हुँदैन सक्दैन भने, या त केही न केही बाहना उसले अगाडि लिएर आउँछ कि त्यो काम कसरी नगर्ने भनेर। तर कोही चाहिँ यस्तो व्यक्ति हुन्छ जस्तोसुकै एक्सक्युजेसको बावजुद पनि या त जस्तोसुकै अब्स्ट्रगलको बावजुद पनि उसले केही सोल्युसन चाहिँ फाइन्ड आउट गरेको हुन्छ। द्याट मिन्स एक्सन टेकर हुन्छ। सो एक्सन टेकिङ गर्ने एउटा माइन्डसेट भएको टिम छ भनेदेखि चाहिँ त्यो चाहिँ तपाईँको लागि जेम टिम हो। त्यसपछि अर्को भनेको चाहिँ कन्सिस्टेन्सी ओभर हाइप एन्ड मोटिभेसन। अब यो बिजनेसमा धेरैजनाले बिजनेस सुरुवात गरेको हुन्छ जस्ट बाई सिइङ अदर रिजल्ट, कि अरूले यो अचिभ गरेको छ, अरूले त्यो अचिभ गरेको छ, बट त्यसले भनेको चाहिँ एउटा सर्ट टर्मको मात्र ग्रोथ नै हो। त्यो भनेको चाहिँ केही क्षणको मोटिभेसन मात्रै हो। इफ तपाईँको टिममा त्यस्तो व्यक्ति छ, त्यो मोटिभेसन हाइपलाई साइडमा लागेर आफू डिसिप्लिनमा रहेर रेगुलर एक्सन टेक गर्छ, अथवा रेगुलरली कन्सिस्टेन्टली आफ्नो काम के हो त्यसमा ध्यान दिएर अगाडि बढ्छ भनेदेखि चाहिँ त्यो चाहिँ तपाईँको पोसिबल जेम हुनसक्छ। त्यसपछि अर्को भनेको चाहिँ लभ टु वर्क विथ टिम। अब यहाँ कतिपय केसमा कम्युनिटीमा यस्तो टिमहरू हुन्छ जो भनेको चाहिँ आइसोलेट भएर काम गरिराखेको हुन्छ, एक्लै अगाडि बढ्न खोजिराखेको हुन्छ, एक्लै मात्र ग्रो गर्न खोजिराखेको हुन्छ। त्यो भनेको चाहिँ बिग रेड फ्ल्याग हुनसक्छ तपाईँको टिममा। तर तपाईँलाई जिम फाइन्ड आउट गर्नु छ भनेदेखि चाहिँ जस्तै टिमसँग मिलेर काम गर्न चाहन्छ, टिम मिटिङ, टिम प्लान, टिम एक्सन जति पनि छ त्यसमा चाहिँ एज अ टिम कसरी हुन्छ अगाडि बढौँ भन्ने एउटा माइन्डसेट छ भनेदेखि चाहिँ त्यो चाहिँ तपाईँको पोसिबल जेम टिम हुनसक्छ। त्यस पछाडि लङ टर्म प्लेयर्स, नट सर्ट टर्म मनी मेकर। अब कस्तो हुन्छ भन्दाखेरि प्रायः जस्तो कतिपय टिमहरू चाहिँ या त कम्युनिटीहरू चाहिँ जोइन हुनुहुन्छ या त तपाईँको टिममा अनबोर्ड हुन्छ जस्ट टु मेक मनी। इफ उसको पर्पोज जस्ट टु मेक मनी छ र सर्ट टर्ममा पैसा कमाऊ अनि छोडिदिउँ होइन, सो यस्तो टाइपको माइन्डसेट छ भनेदेखि चाहिँ तपाईँको टिम त्यो जेम नहुन सक्छ। तर जो व्यक्ति चाहिँ लङ टर्मको लागि सोचेर अगाडि बढिराखेको छ, पैसा भन्दाखेरि पनि चिज भ्यालुमा फोकस गर्छ, प्रोसेसमा फोकस गर्ने टाइपको कम्युनिटी छ भनेदेखि चाहिँ त्यो तपाईँको लागि पोसिबल जेम हुनसक्छ। त्यस पछाडि वर्क इन सिस्टम, कल्चर एन्ड बिल्ड लेगेसी। यस्तो टाइपको माइन्डसेट छ जो चाहिँ सिस्टममा काम गर्न चाहन्छ, जो चाहिँ कम्पनीको या त कम्युनिटीको एउटा जुन कल्चर छ, जुन सेट भएको छ, एथिकल एक्टिभिटिज छ, त्यसलाई राम्रोसँग सिरियसली लिएर काम गर्छ भनेदेखि त्यो चाहिँ तपाईँको लागि पोसिबल जेम हुनसक्छ। सो यस्तो टाइपको क्यारेक्टर भएको टिम चाहिँ तपाईँको टिमको जेमहरू हो।
यसलाई प्रोटेक्ट गर्नु एट एनी कस्ट त्यो तपाईँको जिम्मेवारी हो। अब हामीले टिममा चाहिँ किन जेम फाइन्ड आउट गर्ने त? तपाईँ एक्लै गरे पनि हुन्छ अथवा तपाईँको टिममा जे छ त्यसलाई कन्टिन्युटी गरे पनि हुन्छ, तर त्यसले तपाईँलाई के दिन्छ भन्दाखेरि टाइममा मोमेन्टम ब्रेक मात्र दिन्छ, जुन तपाईँको लागि एकदमै हार्ट ब्रेकिङ हुनसक्छ। प्रायः जस्तो धेरैजना कम्युनिटीको या त टिम लिडर्सको प्रब्लम के हुन्छ भन्दाखेरि टिम बिल्ड गर्यो ब्रेक हुन्छ, टिम बिल्ड गर्यो ब्रेक हुन्छ, प्रोडक्ट सेल हुन्छ केही समयको लागि, केही समय केही टर्नओभर आउँछ, तर त्यो ब्रेक भइराखेको हुन्छ बिकज त्यहाँ कुनै पनि एउटा जेम हुँदैन, ऊ सधैँ आफू स्ट्रगल गरिराखेको हुन्छ लाइक अ लेबर, राइट? त्यो बिजनेसमा तपाईँ लेबर मात्रै बन्नको लागि होइन, तपाईँ एज अ लिडर बन्नको लागि तपाईँ प्रेजेन्ट हुँदै हुनुहुन्छ। सो तपाईँले चाहिँ कसरी हुन्छ आफ्नो टिममा राइट पिपुल चाहिँ अनबोर्ड गर्नैपर्छ अथवा राइट पिपुललाई प्रोपरली कोच गर्नैपर्छ। किन तपाईँले आफ्नो टिममा जेम फाइन्ड आउट गर्ने त? नम्बर 1 इज लङ टर्म ग्रोथ। अब तपाईँलाई सर्ट टर्म ग्रोथ मात्र चाहिएको छ भनेदेखि त तपाईँले जसरी गर्दाखेरि पनि हुन्छ, तर तपाईँलाई लङ टर्मसम्म एउटा बिग ग्रोथ चाहिएको छ। त लङ टर्मको लागि तपाईँलाई रिजल्ट चाहिएको छ, नट कि सर्ट टर्म तपाईँलाई हाइपवाला सेल्स मात्र नभइकन कि एउटा लङ टर्म सस्टेनेबल चाहे त्यो सेल्स होस्, चाहे तपाईँको टिममा कन्सिस्टेन्टली एउटा रिजल्ट अचिभमेन्ट होस्, त्यो जति पनि चाहिएको छ भनेदेखि तपाईँले आफ्नो टिममा जेम फाइन्ड आउट गर्न जरुरत छ। एन्ड नम्बर 2 इज बिग बिजनेस। अब तपाईँलाई बिजनेस कत्रो बिल्ड गर्नु छ, जस्तै कि तपाईँलाई एउटा सर्टेन जति अहिले भइराखेको छ त्यति नै मात्र लिमिटेड हुनु छ भनेदेखि त तपाईँले जसरी गर्दा नि हुन्छ, तर तपाईँलाई यस्तो बिजनेस बिल्ड गर्नु छ जुन तपाईँको इन्डिभिजुअल इफोर्टमा लाइफ टाइममा पनि नहुने ग्रोथ विदिन अ इयर्स, विदिन 6 मन्थ्स अर इभन लेस देन दिस तपाईँलाई चाहिएको छ। लङ टर्मको लागि हेर्ने भनेदेखि तपाईँलाई 40-50 वर्षमा जुन ग्रोथ तपाईँले पाउनुहुन्थ्यो त्यो ग्रोथ विदिन 10 इयर्स अर 12 इयर्स तपाईँलाई चाहिन्छ भनेदेखि चाहिँ तपाईँले टिममा जेम फाइन्ड आउट गर्न एकदमै नै निडेड छ। तपाईँसँग जेम छ भनेदेखि त्यो पोसिबल पनि छ। जुन बिजनेस तपाईँको आफ्नो इमेजिनेसनमा छैन त्यो बिजनेस तपाईँलाई ग्रो गर्नु छ भनेदेखि तपाईँ एक्लै गरेर हुँदैन, यु मस्ट फाइन्ड आउट जेम। आफ्टर द्याट एथिकल सिस्टम। अब बिजनेस त डिफ्रेन्ट तरिकाले ग्रो भइराखेको हुन्छ, राइट तरिकाले पनि ग्रो भइराखेको हुन्छ, रङ तरिकाले रङ प्र्याक्टिसेस अथवा रङ प्रमोसनले पनि ग्रो भइराखेको हुन्छ। सो तपाईँलाई कस्तो खालको बिजनेस ग्रो गर्नु छ त? तपाईँले अनइथिकल टाइपको टिम बिल्ड गर्नु छ, अनइथिकल तपाईँलाई सेल्स जेनेरेट गर्नु छ भनेदेखि त तपाईँले जसरी गर्दाखेरि पनि चल्छ, तर तपाईँलाई एथिकल मिन्स तपाईँको बिजनेसको पोलिसीलाई फलो गरेर, बिजनेसको राइट प्रमोसनल सिस्टमलाई फलो गरेर बिग बिजनेस बिल्ड गर्नु छ भनेदेखि चाहिँ तपाईँसँग जेम भएको हुनुपर्छ। अदरवाइज तपाईँले केही समय त बिजनेस बिल्ड गर्नुहुन्छ, आफ्टर द्याट तपाईँ प्रब्लममा फस्नुहुन्छ जुन तपाईँले त्यसबाट आउट हुनै सक्नुहुन्न क्या, लाइक दलदलमा फस्छ जस्तो त तपाईँलाई हुनसक्छ। त त्यही भएर तपाईँसँग राइट टिम चाहिँ निड हुन्छ तपाईँलाई सस्टेनेबल बिजनेस र एथिकल बिजनेस र सिस्टम बिल्ड गर्नको लागि। र अर्को चिज भनेको चाहिँ स्ट्रङ लिडर्स। अब यस्तो छ, विक लिडर्स जस्ट क्रिएट फलोअर्स बट स्ट्रङ लिडर्स क्रिएट मोर लिडर्स। यसमा एकदमै डिप मिनिङ छ। जस्तै कि कम्युनिटी त सबैले बिल्ड गर्छ बिजनेसमा, जसले पनि बिल्ड गर्न सक्छ भनौँ न, सिम्पल रूपमा भन्नुपर्दा। तर तपाईँलाई जस्ट त्यो फलोअर्स मात्र चाहिएको छ कि 100 जनालाई लिड गर्न सक्ने, 1000 जना लिड गर्न सक्ने लिडर्स चाहिएको छ क्या? इफ तपाईँलाई लिडर्स चाहिएको छ भनेदेखि चाहिँ तपाईँले जेम फाइन्ड आउट गर्नु छ, जेमलाई राम्रोसँग कोच गर्न इम्पोर्टेन्ट छ। आफ्टर द्याट इन्डिपेन्डेन्स। अब बिजनेस गर्नुको एउटा पर्पस यो पनि हो, एउटा टाइमको चाहिँ फ्रिडम मिलोस् भनेर होइन। इफ तपाईँ सधैँ आफै स्ट्रगल गर्नुपर्ने भयो ग्राउन्ड लेभलमै भनेदेखि त्यो मजा आउँछ, मेहनत त गर्ने हो नो डाउट, तर तपाईँ एक्लै गर्नुभयो भनेदेखि त्यो मेहनतले तपाईँलाई धेरै समयसम्म स्टक गराउन सक्छ। तर तपाईँसँग त्यस्तो टिम छ जसले एभ्री रेस्पोन्सिबिलिटीहरू लिएर अगाडि बढ्न सक्छ, टिममा आएको जति पनि प्रब्लम्सहरू छ त्यो सल्भ गर्न सक्छ भनेदेखि चाहिँ तपाईँले आफ्नो टिममा चाहिँ जेम फाइन्ड आउट गर्न जरुरत छ। सो इन्डिपेन्डेन्ट लिडर्सहरू क्रिएट गर्न, इन्डिपेन्डेन्ट टिम डेभलप गर्नु छ भनेदेखि चाहिँ तपाईँले जेम फाइन्ड आउट गर्न एकदमै नै नेसेसिटी छ। अब सबै चिज बुझिसके पछाडि अब मलाई जेम त फाइन्ड आउट गर्नु छ, आफ्नो टिममा एउटा स्ट्रङ लिडर्स त मैले फाइन्ड आउट गर्नु नै छ भनेदेखि चाहिँ अब कसरी तपाईँले आफ्नो टिममा चाहिँ राइट जेम चाहिँ फाइन्ड आउट गर्ने भने चाहिँ म तपाईँलाई आजको यो भिडियोमा 5वटा सोलिड वेहरू बुझाउनेवालामा छु। सो हाउ टु डेभलप जेम। तपाईँको टिममा अब जेम कसरी डेभलप गर्ने त, कसरी बिल्ड गर्ने त होइन। अब सबैजना जेम जसरी बिल्ड त हुँदैन अथवा बन्ड त हुँदैन, उनीहरूलाई बिल्ड गर्नुपर्छ। सायद तपाईँ पनि आज यो भिडियो सिक्दै हुनुहुन्छ, सेल्फ लर्निङमा इन्भेस्ट गर्दै हुनुहुन्छ भनेदेखि पक्कै पनि 1-2 दिनमा नै यो माइन्डसेट तपाईँमा स्विच भएको होइन, तपाईँलाई केही समय लाग्यो, तपाईँ आफैले आफूलाई बिल्ड गर्नुभयो, नेक्स्ट भर्जनमा पुश गर्नुभयो। त्यसै गरी तपाईँले जति पनि लिडर्सहरू देख्नु भएको छ, एक्स्ट्रा अर्डिनरी तपाईँले पर्फर्मरहरू देख्नु भएको छ, लिडरहरू देख्नु भएको छ, उनीहरू पनि यतिकै भएको होइन, यतिकै जन्मेको होइन, उनीहरू पनि बिल्ड भएको, उनीहरूलाई पनि बनाइएको सिकाइएको
हो। तपाईले पनि आफ्नो टिममा जेम डेभलप गर्न सक्नुहुन्छ। त्यसको एक्युरेट प्रोसेस चाहिँ के हुन सक्छ त? सो नम्बर 1 प्रोसेस इज अनबोर्ड द राइट पिपल। सो पछि गएर फिल्टर गर्छु भन्ने टाइपको मेन्टालिटी भन्दा नि सुरुदेखि नै तपाईले राइट पिपललाई चाहिँ के गर्नु पर्छ, अट्र्याक्ट गर्नु पर्यो। त राइट पिपललाई चाहिँ अनबोर्ड गर्नु पर्यो तपाईको टिममा, तपाईको सिस्टममा। सो कसलाई अट्र्याक्ट गर्ने र कसलाई अट्र्याक्ट नगर्ने, अर कसलाई तपाईले अनबोर्ड गर्ने, कसलाई अनबोर्ड नगर्ने, लेट्स अन्डरस्ट्यान्ड। सो कसलाई अट्र्याक्ट नगर्ने त? नम्बर 1 ओन्ली मनी माइन्डसेट, जस्ट पैसा मात्र कमाउनु छ भन्ने टाइपको माइन्डसेट छ भनेदेखि स्टप अट्र्याक्टिङ देम। उनीहरूलाई अट्र्याक्ट गर्ने स्टप गर्नुहोस्। जस्तै कि मलाई पैसा 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 होइन, अलिकति इन्कम आएन या त अलिकति च्यालेन्जेस आयो भनेदेखि पनि क्विट गर्ने टाइपको मेन्टालिटी छ भनेदेखि चाहिँ त्यस्तो टाइपको टिमलाई अट्र्याक्ट गर्न स्टप गर्नुहोस्। र त्यस पछाडि सेल्फिस एन्ड आइसोलेट माइन्डसेट, जस्तै कि आफ्नो चाहिँ के अचिभमेन्ट्स भयो तर अरूको चाहिँ बाल मतलब नदिने र आफू एक्लै बसेर काम गर्न रुचाउने टाइपको टिम छ भनेदेखि चाहिँ स्टप अट्र्याक्टिङ टिम लाइक देम। अर्को चिज भनेको चाहिँ एक्सक्युजेस मेकर, या अघि पनि कुरा आयो। अब यहाँ तपाईँको डिफ्रेन्ट एक्टिभिटिजहरू रेगुलर बेसिसमा पर्फर्म गर्नुपर्ने हुन्छ। अब जतिखेर पनि तपाईँको एक्सक्युज मात्र बनाइराखेको छ भनेदेखि त्यस्तो टिमलाई पनि अट्र्याक्ट गर्न स्टार्ट गर्नु। जस्तै कि तपाईँले कुनै टास्क दिनुभयो, गर्छु 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 भन्ने बट नगर्ने होइन, त्यस्तो टाइपको टिम। अथवा कुनै टास्क तपाईँले आउटकम सोध्नुभयो या त तपाईँको त्यसमा के गर्नुभयो भनेर सोध्नुभयो भनेदेखि एभ्री टाइम कुनै न कुनै यस्तो रिजन निकालिदिने जुन रिजन चाहिँ एकदमै भ्यालिड नै छैन, क्या इनभ्यालिड छ क्या, त्यस्तो टाइपको रिजन फाइन्ड आउट गर्ने क्या होइन। अनि काम चाहिँ कसरी नगर्ने भन्ने कुरा मात्रै फाइन्ड आउट गर्ने। त्यस्तो छ भनेदेखि त्यस्तो टिमलाई पनि अट्र्याक्ट गर्न स्टप गर्नुहोस्। त्यस पछाडि सर्ट टर्म माइन्डसेट। अब यो बिजनेस हो, अफकोर्स टाइम लाग्छ, यहाँ कुनै पनि गड फ्रिज क्विक स्किम चलिराखेको छैन। सो यहाँ मेहनत गर्नुपर्छ, त मेहनत गर्नेले मात्र कमाउँछ। त कतिपयले लाग्न सक्छ जोइन हुँदाखेरि या त इनिसियल फेजमा या त जोइन नभए पनि यतिकै पनि कमाइन्छ। सो त्यो कम्प्लिटली रङ हो। त्यही भएर चाहिँ त्यस्तो टाइपको सर्ट टर्म माइन्डेड टाइपको जति पनि कम्युनिटी छ या त पिपुल छ या त टिम छ त्यसलाई चाहिँ अट्र्याक्ट गर्ने स्टप गर्नुहोस् इफ तपाईँले जेम फाइन्ड आउट गर्नु छ भनेदेखि। अब कस्तो पिपललाई चाहिँ अट्र्याक्ट गर्ने त? सो नम्बर 1 इज प्रोसेस एन्ड भ्यालु ओभर मनी। जस्तै कि उसलाई चाहिँ प्रोसेससँग मतलब छ क्या, आज के गर्ने, भोलि के गर्ने, पर्सि के गर्ने, अब यो महिना के गर्ने, यो विक के गर्ने, एउटा प्रोसेस बनाएर काम गर्न रुचाउँछ। र उसलाई भ्यालु क्रिएट गर्नु छ, कम्युनिटीमा होस्, कस्टमरमा होस्, या त कुनै पनि अडियन्समा होस्, सोसियल मिडियामा होस्, या त अफलाइनमा कम्युनिटीसँग कुराकानी गर्दाखेरि त्यतिखेर उसलाई भ्यालु प्रोभाइड गर्नु छ या त गर्ने टाइपको माइन्डसेट छ भनेदेखि चाहिँ द्याट इज बेटर। उसलाई पैसा, ठिक छ पैसा त एउटा प्रोसेस सँगसँगै कमाइहालिन्छ। जस्तै कि एउटा राइट प्रोसेसमा काम गर्दै गयो भनेदेखि मनी विल फलो, बट पैसाको पछाडि दौडिन थाल्यो भनेदेखि एक त पैसा पनि कमाइन्न, टिम पनि बिल्ड हुन्न र ग्रोथ पनि हुँदैन। त्यही भएर चाहिँ जसले चाहिँ एउटा प्रोपर भ्यालुमा फोकस गर्छ, प्रोसेसमा फोकस गर्छ भनेदेखि चाहिँ त्यस्तो व्यक्तिलाई चाहिँ अट्र्याक्ट गर्न स्टार्ट गर्नुहोस्। एन्ड नम्बर 2 इज स्किल्स ड्रिभन, स्किल्स माइन्डेड। जस्तै कि उसलाई स्किल्स डेभलप गर्नु छ, नट जस्ट क्विक सेल्स, नट जस्ट क्विक टिम बिल्ड गर्नु छ, त्यस्तो टाइपको होइन कि एउटा राइट रियल स्किल्स डेभलप गर्नु छ, जुन स्किल्सले अरूलाई पनि टिच गर्न सकोस्, मेन्टरसिप प्रोभाइड गर्न सकोस्। सो त्यस्तो टाइपको टिमलाई चाहिँ अट्र्याक्ट गर्न स्टार्ट। अर्को चिज भनेको चाहिँ एक्सन टेकर्स, जसलाई विदाउट एनी एक्सक्युजेस एट एनी कस्ट गर्नु छ त गर्नु छ क्या। तपाईँले कुनै टास्क दिनुभयो, कुनै रेस्पोन्सिबिलिटी दिनुभयो, चाहे जस्तोसुकै त्यहाँ अब्स्ट्याकल्स आओस् त्यो टास्कलाई चाहिँ उसले कम्प्लिट गर्न ट्राई गर्छ। सबैले गर्न सक्छ एकैपटक भन्ने छैन, बट एटलिस्ट ट्राई गर्नु र गर्दै नगर्नुमा धेरै नै डिफ्रेन्स हुन्छ। यसो तपाईँले याद गर्नुभएको छ भने तपाईँले कसैलाई टास्क दिनुभयो र त्यो टास्क चाहिँ अनेस्ट तरिकाले उसले अप्लाई गर्न खोजेको छ भनेदेखि चाहिँ तपाईँलाई थाहा हुन्छ त्यो टास्क भइरहेछ कि नै, या त उसले ट्राई गरेको छ कि नै, हो त्यो कुरा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। त्यस पछाडि लङ टर्म भिजन, उसलाई सर्ट टर्ममा नै नेक्स्ट लेभल पुग्नु छैन, सर्ट टर्ममा नै पैसा कमाउनु छैन, या त सर्ट टर्ममा नै एकैपटक ग्रोथ चाहिएको छैन, उसलाई प्रोसेस वाइज काम गर्दै गयो भनेदेखि आउँछ र म लङ टर्मसम्म काम गर्छु भन्ने टाइपको माइन्डसेट भएको टिम छ भनेदेखि चाहिँ त्यो तपाईँको लागि एकदमै बेटर हुन्छ। सो यो टाइपको पिपललाई चाहिँ अट्र्याक्ट गर्न स्टार्ट गर्नुहोस्। आइदर तपाईँले आफ्नो लिड जेनेरेसन गर्ने टाइममा होस्, या त तपाईँले अनबोर्ड भइसके पछाडिको प्रोसेसमा होस्, या त त्योभन्दा अगाडि तपाईँले प्रोस्पेक्टिङ र अप्रोचिङ गर्ने केसदेखि नै होस्, त्यति बेलादेखि नै यस्तो टाइपको पिपुललाई चाहिँ टिमलाई चाहिँ अट्र्याक्ट गर्न स्टार्ट गर्नुहोस्। त्यस पछाडि नम्बर 2 मा चेक रियल हस्लर भर्सेस फेक टिम। जस्तै कि तपाईँलाई यसो हेर्दाखेरि त सबैजना मेहनती जस्तो लाग्छ है। तपाईँले कसैलाई टास्क दिनुभयो, ओहो यो मान्छे त प्रब्लम नै परेर नगरेको, या त तपाईँलाई लाग्छ कि गरिराखेको छ तर भएको छैन, बट त्यस्तो हुँदैन। डेटा नेभर लाई। जस्तै कि तपाईँले कुनै डेटामा काम गर्नुभयो भने त्यो त कहिले पनि झुटो बोल्दैन। त्यही भएर तपाईँले एउटा प्रोपर डेटामा चाहिँ काम गर्नु पर्यो, या त प्रोपर एउटा प्रिडिफाइन्ड टास्कहरू डिजाइन गरेर तपाईँले उनीहरूलाई ट्र्याक गर्न सक्नुहुन्छ, सो द्याट तपाईँको त्यो मान्छे अथवा त्यो टिम तपाईँको रियल हस्लर हो कि जस्ट फेक वान हो
हुनुहुन्छ तपाईँले इजिली फाइन्ड आउट गर्न सक्नुहुन्छ। सो कसरी गर्ने त भन्दाखेरि डेली टास्क एउटा जुन टास्क चाहिँ नन नेगोसिएबल टास्क हुन पर्यो, जुन चाहिँ विदाउट एनी एक्सक्युजेस उसले त्यो काम गरेकै अथवा गर्नै पर्यो, त्यो टाइपको तपाईँले टास्क चाहिँ डिजाइन गर्न सक्नुहुन्छ। सिम्पल टास्क जस्तै कि डेली लर्निङ च्यालेन्जेस, जस्तै कि तपाईँले एउटा 30 देखि 35 मिनटको या त 45 मिनटको कुनै पनि उसले टपिकमा जुन बिजनेससँग रेलेभेन्ट टपिक छ त्यसमा चाहिँ उसले स्टडी गरिरहनु पर्यो, चाहे त्यो बुक हुनसक्छ, चाहे त्यो पोडकास्ट हुनसक्छ, कुनै कोर्स हुनसक्छ, उसले यसै गरी सिकेको हुनु पर्यो एटलिस्ट 30-35 मिनट 40 मिनट। त्यस पछाडि डेली सोसियल मिडिया एक्टिभिटिज एउटा टास्क दिनुहोस्, एटलिस्ट उसले 5-7वटा स्टोरी एभ्री सिङ्गल डे आफ्नो सोसियल मिडिया ग्रोथको लागि राखेको हुनु पर्यो। त्यस पछाडि एटलिस्ट पनि 1 or 2 रिल्स पर डे त्यो तपाईँले टास्क दिनुहोस्। त्यस पछाडि डेली आउटरिच, जस्तै कि उसले इन्भिटेसनको केसमा हुनसक्छ, अप्रोचिङको केसमा हुनसक्छ, डिलिङको केसमा हुनसक्छ, तपाईँले एउटा सर्टेन नम्बर दिनुहोस्, जस्तै कि नम्बर अफ इन्भिटेसन एटलिस्ट 15-20, प्रोस्पेक्टिङ एटलिस्ट 10 देखि 12, एटलिस्ट डिलिङ चाहिँ मिनिमम 3 to 5 चाहिँ डिलिङ एभ्री सिङ्गल डे चाहिँ हुनु पर्यो, या त त्यो च्यालेन्जेस चाहिँ उनीहरूलाई प्रोभाइड गर्नुहोस्। एन्ड देन अर्को टास्क भनेको चाहिँ डेली ट्र्याकिङ, डेली उसले जति पनि एक्टिभिटिजहरू गरेको हुन्छ, चाहे त्यो लर्निङ होस्, चाहे त्यो उसले अप्रोच गरेको कुराहरू होस्, डिलिङ गरेको कुराहरू होस्, या त सोसियल मिडियामा जे जति पनि एक्टिभिटिजहरू भएको छ त्यो एक्टिभिटिजहरू चाहिँ तपाईँलाई या त उसको मेन्टरलाई अथवा अपलाइनलाई पास गर्नुपर्ने हुन्छ। सो यति 4-5वटा बेसिक टास्क चाहिँ तपाईँले तपाईँको टिमलाई चाहिँ ओभरअल रूपमा चाहिँ 1-on-1 अथवा टिम मिटिङमा तपाईँले प्रोभाइड गर्न सक्नुहुन्छ। अब हेर्नुहोस्, अब जसले पनि तपाईँलाई रेगुलर बेसिसमा या त उसको अपलाइनलाई अथवा मेन्टरलाई रेगुलर बेसिसमा उसले अपडेट पास गर्छ, डेली ट्र्याकिङमा बस्छ, या त अपलाइन अथवा मेन्टरले ट्र्याक गर्दाखेरि उसले रेगुलर बेसिसमा रेस्पोन्स गर्छ भनेदेखि चाहिँ ही अर सी इज रियल हस्लर र ऊ चाहिँ सिरियस हो तपाईँको टिममा जेम हुनको लागि भन्ने तपाईँले अन्डरस्ट्यान्ड गर्न सक्नुहुन्छ। इफ उसले त्यो टास्क अथवा त्यो रेस्पोन्सिबिलिटी सही तरिकाले निभाउन सकिरहेको छैन या त निभाउँदैन, एभ्री सिङ्गल डे 1-2 दिन समटाइम्स त्यो एक्सक्युज एक्सेप्टेबल हुनसक्छ, तर अलवेज त्यो एक्सेप्टेबल नहुन सक्छ। सो त्यो चिज भइराखेको छैन भनेदेखि त्यस्तो टिमलाई चाहिँ तपाईँले गाइड गर्न स्टप गर्नुहोस् या त कम गाइड गर्नुहोस्, दे आर फेक टिम। सो तपाईँले राइट टिमलाई चाहिँ तपाईँले लिड गर्नु स्टार्ट गर्नु भनेदेखि तपाईँको ग्रोथ पनि बेटर हुन्छ। सो आफ्टर द्याट नम्बर 3 इज फिक्स देयर माइन्डसेट, बिलिफ एन्ड स्ट्राटेजी। अब कुनै पनि बिजनेसमा कुनै पनि इन्डिभिजुअल या त कम्पनी या त कम्युनिटी सक्सेस हुन्छ भनेदेखि त्यो टिममा कस्तो टाइपको माइन्डसेट भएको पिपुल छ, र त्यो माइन्डसेट भएको पिपुलसँग बिलिफ सिस्टम चाहिँ के छ, र त्यो व्यक्तिले कस्तो अथवा त्यो कम्पनी अथवा इन्डिभिजुअल कम्युनिटीले कुन टाइपको स्ट्राटेजी चाहिँ फलो गरिराखेको छ, द्याट्स रियली म्याटर एज अ ओभरअल टिम कम्युनिटी ग्रो गर्नको लागि। त्यो इन्डिभिजुअलमा पनि एकदमै म्याटर गर्छ। अब तपाईँले एउटा राइट माइन्डसेट कसरी बिल्ड गर्ने, उसमा बिलिफ सिस्टम केमा क्रिएट गर्ने, र कस्तो टाइपको बेसिक स्ट्राटेजी he or she should follow in this direct selling business. Let's talk about mindset. अब इनिशियल फेजमा सबैको माइन्डसेट स्ट्रङ हुन्छ भन्ने छैन, सबैजना बिजनेस ब्याकग्राउन्डको नहुन पनि सक्छ हैन। सो यो टाइममा तपाईँले एउटा माइन्डसेट डेभलप गर्नु पर्यो, जस्तै कि उसको माइन्डसेट हुनसक्छ आई कान्ट, म सक्दिनँ, बट हाउ क्यान आई, राइट? यो माइन्डसेटमा तपाईँले सिफ्ट गर्नुहोस्। आफ्टर द्याट एक्सक्युजेस, एभ्री टाइम एक्सक्युजेस बनाउनेबाट कसरी हुन्छ एक्सन टेक गर्ने हैन। सो त्यो माइन्डसेटमा बिल्ड गर्नुहोस्। एक्सक्युजेस मेकर टु एक्सन टेकर्समा तपाईँले कन्भर्ट गर्नु पर्यो, उसको माइन्डसेटलाई कम्प्लिटली चेन्ज गर्नु पर्यो। आफ्टर द्याट आई विल डु इट लेटर। धेरैजनाको ह्याबिट तपाईँले कम्युनिटीलाई कुनै टास्क दिनु भनेदेखि म भोलि गर्छु अथवा पछि गर्छु, अहिले म बिजी छु या त म बिस्तारै गर्छु, बाट लेट्स डु इट नाउ। यो टाइपको माइन्डसेटमा तपाईँले चेन्ज गर्नुहोस्। आफ्टर द्याट वर्क अलोन। कतिपयको ह्याबिट हुनसक्छ या त इन्ट्रोभर्ट हुनसक्छ, उसलाई एक्लै मात्र काम गर्न रुचि हुनसक्छ। सो त्यो केसमा एज अ टिम किन ग्रो गर्ने भनेर चाहिँ एउटा एज अ टिम वर्कमा चाहिँ काम गर्न चाहिँ सिकाउनुहोस् र माइन्डसेट चेन्ज गर्नुहोस्। आफ्टर द्याट पोर माइन्डसेट, जस्तै कि एभ्री टाइम पोर माइन्डसेट सिम्पल थिङ्स कि एभ्री टाइम कुनै काम गर्नु पर्यो या त कुनै प्लान आउट गर्नु पर्यो, हुँदैन होला, सक्दैन होला, यो पोसिबल छैन भनेर एउटा नेगेटिभ तर्फ चाहिँ कन्भर्सेसनलाई चाहिँ एन्ड अप गर्ने भनेको चाहिँ पोर माइन्डसेट हो। अब त्यही चिजमा कन्भर्ट गर्नुहोस् एज रिच माइन्डसेट। सो कसरी गर्ने, लेट्स फाइन्ड आउट, यो हुनसक्छ कि त्यो हुनसक्छ कि, क्रिटिकल्ली थिङ्किङ गर्न सक्नु पर्यो या त कुनै सोल्युसन्सहरू फाइन्ड आउट गर्न सक्नु पर्यो। हो त्यो माइन्डसेटमा तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। जब तपाईँको माइन्डसेट फिक्स हुन्छ एभ्रिथिङ अलमोस्ट फिक्स हुन्छ।
सो उनीहरूको माइन्डसेट राइट वेमा चाहिँ चेन्ज गर्न रिकमेन्ड गर्नुहोस् या त ट्रेनिङ गराउनुहोस् या त काउन्सिलिङ गराउनुहोस् डिफ्रेन्ट एक्टिभिटिजबाट उसलाई बेटर बनाउनुहोस् आफ्टर द्याट बिलिफ भन्ने चिज यस्तो चिज हो जबसम्म मान्छेमा आफूमा त्यो बिलिफ क्रिएट हुँदैन उसले कुनै पनि चिज राम्रोसँग खुलेर अगाडि बढाउन सक्दैन कुनै पनि फिल्डमा होस् कुनै पनि सेक्टरमा चाहे त्यो स्पोर्ट्समा होस् चाहे त्यो कुनै पनि जबमा होस् कुनै पनि बिजनेसमा होस् उसले राइट बिलिफ चाहिँ आफूभित्र क्रिएट गरेको हुनुपर्छ जस्तै कि अब बिलिफ केमा हुनु पर्यो भन्दाखेरि नम्बर 1 कि ऊ आफैमा हुनु पर्यो कि म गर्न सक्छु धेरैजनाको माइन्डसेट के हुन्छ या त बिलिफ सिस्टम के हुन्छ म सक्दिनँ होला हैन यस्तो टाइपको हुन्छ सो यसमा चाहिँ यस आई क्यान डु इट भनेर त्यो कन्फिडेन्ट पर्सन चाहिँ तपाईँले बिल्ड गर्नुहोस् आफ्टर द्याट उसको मेन्टर अर अपलाइनमा चाहिँ बिलिभ हुनु पर्यो र सँगसँगै कम्पनीको बारेमा फुल्ली रिसर्च गर्नु पर्यो प्रोपर एजुकेट हुनु पर्यो के हो कम्पनी कस्तो तरिकाले अगाडि बढिराखेको छ यसमा डिटेल उसले केस स्टडी गरेको हुनु पर्यो एटलिस्ट त्यस पछाडि कम्पनीको सिस्टमप्रति बिलिभ हुनु पर्यो अब सिस्टमप्रति बिलिभ हुनको लागि सिस्टममा राम्रोसँग अन्डरस्ट्यान्ड गरेको हुनु पर्यो बिजनेसको एजुकेसन लिएको हुनु पर्यो प्लस के बेनिफिट्सहरू छ राम्रोसँग एक्सप्लेन गर्न सक्ने हुनु पर्यो र आफैलाई पनि थाहा हुनु पर्यो मैले यति मेहनत गरे पछाडि चाहिँ मैले यति एज रिवार्ड पाउँदैछु भनेर त्यो कम्प्लिटली सिस्टमप्रति बिलिभ आफूले क्रिएट गरेको हुनु पर्यो त्यो इन्डिभिजुअलले आफ्टर द्याट लिडर्स जसले ट्रेन गरेर राख्नु भएको छ जसले टिच गरिरहनु भएको छ त्यो प्रति पनि एउटा प्रोपर बिलिफ सिस्टम चाहिँ उसको क्रिएट भएको हुनु पर्यो इफ यो चिज छ र माइन्डसेट पनि बिल्ड भएको छ भनेदेखि नम्बर 3 थिङ्स इम्पोर्टेन्ट छ जुन भनेको चाहिँ स्ट्राटेजीमा चाहिँ के छ भन्दा एउटा सिम्पल अघिको एक्सनेबल टास्कहरू त्यो नन नेगोसिएबल टास्क त्यो चाहिँ तपाईँले प्रोभाइड गर्नुहोस् रेगुलर बेसिसमा त्यस पछाडि उनीहरूलाई रेगुलर बेसिसमा एजुकेट गर्नुहोस् अबाउट बिजनेस सेल्स अब्जेक्सन ह्यान्डलिङ लिड जेनेरेसन पर्सनल ब्रान्डिङ लगायत जति पनि ट्रेनिङ्सहरू छ जुन उसलाई इन्डिभिजुअली ग्रो गर्नको लागि प्रोफेसनली स्ट्रङ पर्सन बन्नको लागि जति पनि स्किल्सहरू रिक्वायर्ड हुन्छ त्यसमा चाहिँ रेगुलर बेसिसमा ट्रेन गर्नुहोस् एजुकेट गर्नुहोस् र सँगसँगै डुप्लिकेट गर्न लगाउनुहोस् जति पनि अफलाइन एक्टिभिटिजहरू छ लिडर्स एक्टिभिटिजहरू छ त्यसलाई चाहिँ प्रोपर तरिकाले उसले डुप्लिकेट गर्न जान्नु पर्यो चाहे त्यो कसरी प्रडक्ट सेल गर्ने कसरी टिम बिल्ड गर्ने कसरी टिमलाई एजुकेट गर्ने एभ्री एङ्गलमा चाहिँ उसले आफ्नो मेन्टरलाई चाहिँ फलो गर्दै चाहिँ अगाडि बढ्न सक्नुहुन्छ यो बेसिक स्ट्राटेजी बनाएर काम गर्यो भनेदेखि डेफिनेटली त्यहाँ तपाईँले जेम फाइन्ड आउट गर्न सक्नुहुन्छ राइट सो अब नेक्स्ट नम्बर 4 इज अब्जर्भ दियर बिहेभियर अब तपाईँले बिहेभियर चेक गर्नु पर्यो जस्तै कि तपाईँलाई एउटै तरिकाले एउटै प्याटर्नमा एउटै वेमा तपाईँले काम गराउनु भयो भनेदेखि उनीहरूमा भएको रियल स्ट्रेन्थमा तपाईँले काम गर्न सक्नुहुन्न र एउटा टाइममा पुगेर तपाईँ आफै टायर्ड हुनुहुन्छ हुँदैन रहेछ भने तपाईँ आफैलाई पनि फिल हुन सक्छ सो त्यही भएर तपाईँले अब्जर्भ गर्नु पर्यो उनीहरूको बिहेभियर र क्यारेक्टर अनुसार उनीहरूलाई पुश र गाइड तपाईँले गर्दै जान सक्नुहुन्छ है त ठिक छ अब तपाईँले बिहेभियरलाई अब्जर्भ गर्ने टाइममा हेर्नुहोस् मान्छे रेड फ्ल्याग्स हो कि ग्रिन फ्ल्याग्स हो होइन अब तपाईँको त्यहाँ रेड फ्ल्याग छ भनेदेखि तपाईँ त के भगवानै आए पनि त्यहाँ केही नहुन सक्छ सो तपाईँले फाइनल गर्नुहोस् सिम्पल ग्रिन फ्ल्याग चाहिँ कस्तो टाइपको टिम हो जसलाई तपाईँले रेगुलर बेसिसमा ट्रेन र कोच गर्न सक्नुहुन्छ नम्बर 1 थिङ्स इज सो अप विदाउट एनी रिमाइन्डर जस्तो तपाईँले केही नभनिकन पनि उसले आफ्नो एक्टिभिटिज गरिराखेको छ सो अप गरिराखेको छ बेटर तरिकाले आफूलाई प्रेजेन्ट गरिराखेको छ अनलाइन होस् अफलाइन बेटर तरिकाले अपडेट भइराखेको छ भनेदेखि हियर इज प्योर ग्रिन फ्ल्याग सँगसँगै ह्याभ क्युरियोसिटी एन्ड हङ्गर टु ग्रो जस्तै कि एउटा ग्रिन फ्ल्याग टिममा चाहिँ के हुन्छ या त पोसिबल जेममा चाहिँ के हुन्छ भन्दाखेरि उसलाई हङ्गर हुन्छ क्या गर्नुपर्छ सिक्नुपर्छ अगाडि बढ्नुपर्छ मैले प्रोफेसनली एन्ड पर्सनली आफूलाई अझै बेटर भर्जनमा इम्प्रुभ गर्नुपर्छ भन्ने टाइपको एउटा माइन्डसेट हुन्छ क्या त्यस पछाडि टेक फिडब्याक पोजिटिभली तपाईँले कुनै फिडब्याक दिनुभयो कुनै रिडरले या कुनै मेन्टरले उसलाई एउटा कुनै फिडब्याक दियो भनेदेखि चाहिँ उसले त्यसलाई पोजिटिभली लेख्छ भनेदेखि हियर इज प्योर ग्रिन फ्ल्याग त्यस पछाडि सेन्ड डेली ट्र्याकिङ रिपोर्ट्स अब जति पनि अघिको एक्सनेबल र नन नेगोसिएबल टास्कहरू छ त्यसलाई कम्प्लिटली प्रोपर रूपमा डेली बेसिसमा तपाईँलाई या त तपाईँको उसको मेन्टरलाई रेगुलर बेसिसमा फरवर्ड गरेर राखेको छ भनेदेखि हियर इज प्योर ग्रिन फ्ल्याग त्यस पछाडि इन्भेस्ट इन देमसेल्फ फर लर्निङ एन्ड डेभलपमेन्ट इफ ऊ आफूमा रेगुलर बेसिसमा यसै गरी सिक्नको लागि अगाडि बढिराखेको छ या त कुनै पनि कोर्स या त कुनै पनि बुक हुन सक्ला या त कुनै आर्टिकल्सहरू हुन सक्ला कुनै रिसर्च पेपर हुन सक्छ रिगार्डिङ बिजनेस कुनै पोडकास्ट हुन सक्छ हो त्यस्तो कुरामा आफूलाई सिक्नमा रेगुलर बेसिसमा इन्भेस्ट गरिराखेको छ भनेदेखि हियर इज प्योर ग्रिन फ्ल्याग र उसलाई तपाईँले बेटर तरिकाले अझै पर्सनल एन्ड प्रोफेसनली कोचिङ गर्न सक्नुहुन्छ अब रेड फ्ल्याग चाहिँ कस्तो हो त जसलाई तपाईँले जति गर्दा पनि नहुन सक्छ जस्तै कि ओन्ली कम्प्लेनिङ जस्तै कुनै तपाईँले टास्क दिनुभयो या त कुनै इस्यु छ भनेदेखि एनी टाइम उसलाई चाहिँ त्यो कम्प्लेन गर्न चाहिँ मजा आउँछ क्या आफू चाहिँ काम नगर्ने कुनै इस्यु आयो त्यसमा चाहिँ ऊ सबैभन्दा पहिला हुन्छ कम्प्लेन गर्नमा त्यो
फर्स्ट हुन्छ, एक्सन लिनेमा फर्स्ट हुँदैन कि कम्प्लेन गर्नेमा फर्स्ट हुन्छ भनेदेखि दे क्यान बी बिगर रेड फ्ल्याग। त्यस पछाडि रङ एन्ड अनइथिकल प्रमोसन एन्ड बिहेभियर, जस्तै कि कुनै पनि काम उसले गरिराखेको छ तर राइट तरिकाले गर्दैन या रङ तरिकाले प्रमोसन गर्छ, एउटा सही सिस्टममा या त सही कल्चरमा बसेर काम गर्दैन भनेदेखि तपाईँको लागि या तपाईँको टिमको लागि एउटा बिगर रेड फ्ल्याग हुनसक्छ। सँगसँगै इन्कन्सिस्टेन्ट एन्ड इम्पेसेन्स, जस्तै कि काम त गर्ने तर कहिलेकाहीँ गर्दिने, कहिलेकाहीँ एक्टिभ भइदिने, कहिलेकाहीँ बिजनेस बिल्ड गर्ने, कहिलेकाहीँ प्रोडक्ट सेल गर्ने। इम्पेसेन्स जस्तै कि रिजल्ट आएन भनेर तनाव मात्र लेख्ने तर एक्सन भने चाहिँ पटक्कै पनि नलेख्ने भनेदेखि दे आर योर बिगेस्ट रेड फ्ल्याग इन योर कम्युनिटी अर टिम। त्यसलाई तपाईँले कम्प्लिटली अभोइड गर्न सक्नुहुन्छ तपाईँको टाइम वेस्ट गर्नुभन्दा। किन भन्दाखेरि यहाँ उसको मात्र टाइम वेस्टको कुरा छैन, तपाईँ सेल्फ तपाईँको इन्डिभिजुअलको पनि के छ त टाइम वेस्टको कुरा छ क्या दाजुभाइ। त्यही भएर आफ्नो टाइमलाई चाहिँ राइट तरिकाले चाहिँ युटिलाइज गर्नु पऱ्यो। आफ्टर द्याट एन्ड लास्ट वान द्याट इज डेली पर्सनल मेन्टरसिप। अब जस्तै कि अघि मैले सुरुमा भनेको थिएँ कुनै पनि जेम अर स्ट्रङ लिडर आफैमा बर्न हुँदैन, उनीहरूलाई प्रोपर बिल्ड गर्नुपर्छ, मेन्टरसिप दिनुपर्छ। एक्ज्याक्टली। अब तपाईँले आफ्नो टिमलाई स्ट्रङ बनाउनु छ या त टिममा स्ट्रङ लिडर्सहरू फाइन्ड आउट गर्नु छ भनेदेखि तपाईँले उसलाई प्रोपर मेन्टरसिप दिन स्टार्ट गर्नुहोस् डेली बेसिसमा, अन्टिल एन्ड अनलेस उनीहरू आफैमा इन्डिपेन्डेन्ट एन्ड स्ट्रङ हुँदैन। सो सिम्पल, टिच वाट यु नो एन्ड फर यु लर्न। तपाईँले के सिक्नु भएको छ, तपाईँले अहिलेसम्म के जान्नु भएको छ, त्यो कुरा अनेस्टली सही तरिकाले उसलाई रेगुलर बेसिसमा टिच गर्ने स्टार्ट गर्नुहोस्। चाहे त्यो पर्सनल ब्रान्डिङको कुरा होस्, चाहे त्यो लिड जेनेरेसनको कुरा होस्, चाहे त्यो अब्जेक्सन ह्यान्डलिङको कुरा होस्, चाहे त्यो सेल्सको कुरा होस्, वाट एभर इट कुड बी, तर तपाईँले यसलाई तपाईँले के गर्नु पऱ्यो रेगुलर बेसिसमा सिकाउनु पऱ्यो जुन तपाईँले सिक्नु भएको छ। एन्ड वान एन्ड वान काउन्सिलिङ विथ मेन्टर। अब डिफ्रेन्ट मेन्टरहरू जस्तै कि टप पर्फर्मरहरू हुनसक्छ, टप बिजनेस डेभलपरहरू हुनसक्छ, राइट, टप बिजनेस भोल्युम डेभलपर सुपिरियरहरू हुनसक्छ, लिडरहरू हुनसक्छ। सो उनीहरूसँग तपाईँले के गर्न सक्नुहुन्छ वान एन्ड वान काउन्सिलिङ राखिदिन सक्नुहुन्छ, जसले गर्दा उनीहरूलाई अझै ग्रो गर्न र अगाडि बढ्न हेल्प हुनसक्छ। त्यस पछाडि एक्सक्लुसिभ ग्रुप सेसन, जस्तै कि डिफ्रेन्ट तपाईँले इन्डिभिजुअल मात्र नभइकन कि एउटा ग्रुप काउन्सिलिङहरू, ग्रुप मिटिङहरू जो टप पर्फर्मरहरू छ या त जो चाहिँ एकदमै प्रोएक्टिभ कम्युनिटी मेम्बर छ भनेदेखि तिनीहरूलाई तपाईँले अझै एक्सक्लुसिभ ट्रेनिङ्स अर ग्रुप अप मिटिङहरू तपाईँले अर्गनाइज गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि उनीहरू अझै स्ट्रङ हुँदै जान सक्छ। सो द्याट इज हाउ ओभरअली यु क्यान बिल्ड अ जेम इन योर टिम। अब यही चिज तपाईँले मल्टिपल लाइनमा मल्टिपल पर्सनलाई तपाईँले गर्नुभयो भनेदेखि तपाईँले पोसिबल तपाईँको कम्युनिटीमा हायर नम्बर अफ तपाईँले अचिभर्स टिम र रिजल्ट तपाईँले बिल्ड गर्न सक्नुहुन्छ इन नियर फ्युचर। सो सिम्पल थिङ्स, तपाईँले आजको भिडियोमा कसरी तपाईँले आफ्नो जेम फाइन्ड आउट गर्ने भन्ने कुरा सिक्नुभयो र यस्तै अन्य भिडियो तपाईँलाई चाहिएको छ अबाउट टिम बिल्डिङ, अबाउट टिम म्यानेजमेन्ट अर एनिथिङ रिगार्डिङ सेल्स एन्ड बिजनेस, देन तपाईँले कमेन्टमा लेख्न सक्नुहुन्छ नेक्स्ट टपिक चाहिँ तपाईँ केमा सिक्न चाहनुहुन्छ। सो विश यू अल द भेरी बेस्ट, लेट्स बिल्ड बिग।